हेलो एभ्रिवान साथीहरु, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी तर 9:30 भइसकेको छ। हामी धान काट्न जान आँटेको। भात सात खाएर मेरो हालत देख्न सक्नुहुन्छ। हाम्रो थोरै बाँकी छ नि त, हिजो राति नसकेर थोरै बाँकी छ। अनि बुढाबुढी गएर काटेर सकेर घर आउने भनेको। घाम लागिसक्यो, लुगा धुनु पनि ढिलो गर्ने मान्छे क्या। भात नुन पकाएर जाडो महिना चाहिँ लागिसकेछ कि साथीहरु। म तपाईलाई थोरै क्लिप पनि हाल्दिने छु। खै दिउँ त, मेरो बुढाले मलाई टोपी ल्याइदिनु भएको। तपाईँको कचिया अनि मेरो एउटा कचिया भेट्यो, तपाईँको चाहिँ एउटा बोक्नु। अनि जाडो महिना यस्तो लागिसकेको छ कि साथीहरु। अघि बिहान उठेर यस्तो म त उठेको देखाइन्छु, तपाईँहरूलाई क्लिप राखिदिन्छु, देख्नु सक्नुहुन्छ कस्तो के भन्छ। यस्तो हुस्से लागिरहेको थियो नि, त्यहीँको मान्छे चिनिँदैन त। अब्बर लागिसक्यो। अहिले 9 बजे मात्रै भर्खर घाम उदाउँदैछ, देख्नु सक्नुहुन्छ। यो चाहिँ आमाहरूले काटेको धान यहाँ चाहिँ राखिरहेको छौँ। यो चाहिँ के पो भन्छ उयो पराल बाँड्न, बिटा बाँड्नलाई पराल, किनभने मेसिन नआउँछ नि त, अनि पराल हुँदैन। यहाँ चाहिँ बोजूहरूको सबै काटिसकेको छ, हाम्रो पनि काटिसकेको छ। काकीहरूको चाहिँ यहाँ काट्दै हुनुहुन्छ। कहाँ छ काकीको खेत होला, काकीको खेतलाहरू चाहिँ यहाँ हुनुहुन्छ, काट्दै हुनुहुन्छ। आज ड्याममै हुसी पो लागिरहेछ त। ओ माइ गड, शीत झन् यस्तो। हाम्रो काकीहरू धान काट्दै हुनुहुन्छ, काकीहरूको खेतलासँग। यहाँ बुढाबुढी चाहिँ जाँदैछौँ। अहिले मोटे त लजाउँछ है, अहिले राख 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 भन्छ, हो किन हुन त। हाम्रो चाहिँ यति काट्नुपर्ने छ, सानी चाहिँ अघि आएर काट्दै हुँदो रहेछ। यति चाहिँ हाम्रो सबै काटिसकेको हो। हाम्रो चाहिँ त्यो रुखहरू छ नि, हो त्यहाँसम्म थियो, सबै काटिसकेको हिजो। अनि अहिले बाँकी छ। यहाँ धान काट्नलाई रेडी पोजिसनमा हुनुहुन्छ। मेरो धान काट्ने हालत त कस्तो देखेँ, कति नराम्री देखेको। यहाँ चाहिँ हाम्रो जङ्गल हो। यो चाहिँ यहाँ चाहिँ हाम्रो दाउराको ठाउँ छ है। हाम्रो चाहिँ यो घर काटिसक्यो, अब थोबा गरा छ। घाम लागिरहेछ, 10 बजेको बिउ। छ्या कति काले देखेको ठुलो भाइलाई त। बुढो न बुढो देख्छु त। फाइनली काटिसक्यौँ, देख्न सक्नुहुन्छ। फाइनली हामीले चाहिँ काटिसक्यौँ। पानी त भट्न जस्तो काट्न थाल्नुभयो त। हामी काटौँ भनेको त। हाम्रो जङ्गल नजिक छैन, हाम्रो जङ्गल टाढो माथि छ गाउँका। अनि हाम्रो यो खेतमा जङ्गल छ। यो यति रोपेको दाउराको लागि। यो चाहिँ अस्ति भर्खर 1 महिना भयो काटेर सुकाएको ठुलभाइ। यो ठुलभाइले यहाँ ठुटाहरू काटेर दाउरा बनाइरहेछ। यो सुकेर आगो बाल्नुपर्ने। चराहरू कराउँदैछ। ल जाउँ, अब चाहिँ घर जाँदैछ। हाम्रो घर जाने बेला अहिले हेर्नु सबै ठाउँ धान काटिरहेछ। यस्तोहरू घुमाउनुपर्छ, फेरि रिङगाडो चल्छ मान्छेहरूलाई हेर्नेले। यत्रो धान काट्नुपर्छ सबैको। अहिले चाहिँ म बसी बिटा बाँध्दैछु। यो यति बाँधेर झाटेर फेरि ल्याउनु पर्ने छ धान। त्यो चाहिँ के को लागि भने पछि धान बिटा बाँध्नुलाई। यहाँ चाहिँ पराल यसरी हुँदैन नि त, यहाँ त मिसिन लगाइहाल्छ। अनि पराल त छ्यात्ला भ्यात्ला हुन्छ, त्यही भएर त्यही हो। यति देखाइदिनु हामीले झाडेको त। अहिले चाहिँ कस्तो हालत देखेको। म चाहिँ बिर्सिहाल्छु कि मैले भ्लग बनाउँदैछु भनेर। अहिले चाहिँ भर्खरमा खेतबाट आएको। धान सान झाटिसकेर, थोरै त नि त झाटिसकेर, धान ओसारेर भटमास ओसारेर घरमा आइरहेको छ। देख्न सक्नुहुन्छ अन्धकार छ। त्यही हो गाइज। भोलि पनि यही हो, खेतकै काम हो। 1 हप्तासम्म त बिजी हुन्छ, 1 हप्ताभन्दा बढी हुनसक्छ। त्यस्तै छ। यता ठुलो दाजु हुनुहुन्छ यता। हेलो हेलो। ऊ पनि गलिरहेछ, तर ऊभन्दा धेरै म गलिरहेको छु, किनभने ऊभन्दा धेरै म गर्छु नि त। त्यही हो। अब मेरो ब्लग चाहिँ यहीँ इन्ड गर्नेछु। नेक्स्ट भिडियोमा हजुरहरूलाई मिल्नेछु। म यति धेरै मेहनत गर्छु, तपाईँहरू चाहिँ मलाई सब्सक्राइबै गरिदिनु न। केही छैन। एनिवेज बाई बाई साथीहरू।